नमस्ते सबैजनालाई, साथीभाइहरू, दिदीबहिनी सबैजनालाई। अन्त आज चाहिँ म फेरि बेलुकाको डिनर लिएर आएको छु है। अन्त डिनर खानु लागेको छु। अन्त तपाईँहरूलाई म डिनर खाएको देखाउँदैछु। सधैँ यति खाएको मात्रै देखाउँथेँ। अन्त आज चाहिँ यो चाहिँ डिनर गर्नु लागेको। अन्त मैले भेजको सुप भन्दै थिएँ, भेजको सुप बनाएको छु हो। यस्तो हुन्छ है सादा। यो चाहिँ खानु अरे भन्छ अन्त र हो। अन्त यो चाहिँ उयो किनेमाको सुप हो। अन्त यो चाहिँ उयो कर्ची मर्ची, बिफको कर्ची मर्ची हो। अन्त यो चाहिँ अब यो बिफको कर्ची मर्ची खाँदैछु, यति खाना खाँदैछु, प्रेसर हाई हुन्छ भनेर चाहिँ लसुनको अचार हो यो चाहिँ हो। अन्त यो चाहिँ स्यालेडहरू छ हेर्नुहोस्। अन्त पापड, यो चाहिँ मेरो कम्ती छ खाना आज चाहिँ हो। अब म स्टार्ट गर्छु, हेर्नुहोस् ल। सुप अब योभन्दा दालभन्दा बेसी चाहिँ मलाई चाहिँ यस्तोहरू पनि मनपर्छ, यस्तोहरू सुपहरू नै मनपर्छ हो। चाहिँ लसुनको अचार, डर पनि खानु पनि मन लाग्छ, डर पनि लाग्छ प्रेसर हाई हुन्छ होला भनेर। अन्त दबाई पनि खोजेर खाँदै गर्नुपर्छ हो। खाएँ साथीहरू, तपाईँहरू पनि खानुभयो कि भएन, खानुहोस् है तपाईँहरू पनि। यो पनि खाँदै गर्नु अरे नि, प्याजहरू पनि हो। खाना खाँदा पानी नखानु भन्छ कि, पानी नखाइकन सक्दिनँ। पानी नै चाहिन्छ अन्त मलाई चाहिँ। दामी भएछ, आफै बनाएको दामी किन नहोस्।
भेज सुप पनि खानु दामी भएछ भेज सुप पनि सधैँ चाहिँ खाइसक्दिनँ थियो आज चाहिँ सबै ट्याक्टु खाइदिएँ फिनिस भयो आज चाहिँ सबैलाई खाइसके सबै खानाहरू यसरी नफ्याँक्नु अरे भन्छ नि हो अन्त यो पनि सोरेर खाँदैछु थ्याङ्क यू कसले हेरिदिनु भयो कमेन्ट गरिदिनुहोस् मैले कस्तो खाएँ मैले ल